हेलो साथीहरु नमस्ते युनिक टिभी को यो सर्ट भिडियोमा तपाईलाई स्वागत छ र अलिकति सर्ट भिडियो भए पनि लङ नै हुन्छ। सो युनिक टिभी को यो सर्ट भिडियोमा तपाईलाई स्वागत गर्न चाहन्छु र आज चाहिँ मैले चाहिँ आफ्नै घर वरिपरि रहेको केही फलफुल तथा तरकारीहरुको चाहिँ क्लिपहरुलाई लिएर चाहिँ आजको सर्ट भिडियो तयार पारेको छु। सो तपाईलाई कस्तो लाग्छ जस्ताको जस्तै कमेन्ट गर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब माई च्यानल युनिक टिभी भन्दै आजको सर्ट भिडियोमा चाहिँ मैले मेरै घरमा मेरो बारीमा उत्पादन भएका केही तरकारीहरुको र फलफुलहरुको बोट बिरुवाहरुको क्लिप ताजा तरकारीहरुको बोटेमा रहेको र टिपिसकेको र चाहिँ केही कुराहरु चाहिँ तपाईहरुलाई चाहिँ देखाउने प्रयास गरेको छु। सो आजको भिडियो पक्का पनि अलिकति इन्ट्रेस्टिङ हुनेछ जस्तो लाग्छ, किनकि जति पनि आजको क्लिपहरु मैले देखाउने छु तपाईहरुलाई सबै क्लिपहरु चाहिँ एकदम अर्गानिक रहनेछ। किन भन्दाखेरि गाउँघरको आफ्नै बारीमा विषादी प्रयोग नगरिकन चाहिँ उत्पादन भएका फलफुल तथा तरकारीहरु मैले सरेर तपाईलाई देखाइराखेको छु र कतिहरुले चाहिँ कति साथीहरुले चाहिँ चिन्नु भएको छैन भने प्लिज कमेन्ट गर्नु होला कुन चाहिँ चिन्नु भएन र चाहिँ चिन्नु नभएको जुन चीज छ त्यसको चाहिँ कमेन्ट गर्नु होला त्यो चीज के रहेछ भनेर। सो म चाहिँ तपाईहरुलाई कमेन्टमा चाहिँ त्यो चीजको चाहिँ त्यो फलफुल तथा तरकारीको चाहिँ नाम उल्लेख गर्नेछु र चाहिँ हाम्रो यतातिर र त्यतातिर तपाईहरुकोतिर पनि ठाउँ अनुसार अलिकति बोलीचालीको भाषामा फरक पर्न सक्छ। सो कमेन्ट गर्नु होला तपाईहरुलाई चाहिँ कुन चाहिँ तरकारी तथा फलफुलको चाहिँ नाम आएन भन्ने कुराहरु। सो एकदम आजको सर्ट भिडियो चाहिँ एकदम अलिकति मेहनती गरेर बनाएको छु। सो सबैजनाले माया गर्दिनु होला है, सबैले लाइक गर्दिनु होला, शेयर गर्दिनु होला र चाहिँ तपाईहरुको घरमा पनि यस्तै तरकारीहरु के छन् त्यो कुराहरु सबै कुराहरुलाई चाहिँ यसो कमेन्ट छोटो मिठो कमेन्ट पनि छोड्दिनु होला भन्न चाहन्छु। र चाहिँ युनिक टिभीमा अब हामी सकेसम्म रेगुलरली दिनको एक पटक साँझपख लाइभ भिडियोमा पनि आउने प्रयास गर्नेछौं। सो युनिक टिभीमा यस्तै सर्ट भिडियो अर्गानिक भिडियोहरु हैन, मिनी ब्लग र चाहिँ भ्लगहरु र चाहिँ लाइभ भिडियोहरुमा चाहिँ हामी उपस्थित हुने प्रयास गर्नेछौं। सो सबै च्यानलले माया गर्दिनु होला, सब्स्क्राइब गरेर जोडिनु होला र नजिकै रहेको बेल आइकनलाई पनि प्रेस गर्नु होला ताकि चाहिँ यस्तै सर्ट भिडियो, लङ भिडियो, मिनी ब्लगहरु, लाइभ भिडियोहरु आएको चाहिँ तपाईलाई चाहिँ नोटिफिकेसन मिल्नेछ। म रहेको छु तपाईहरुको आफ्नै साथी नेगम परियार। सो युनिक टिभीमा यो सर्ट भिडियो आज हेरिरहनु भएको छ। सो यो सर्ट भिडियो निकै दुःख गरेर अलिकति मेहनत गरेर चाहिँ बनाएको छु। अझ यसलाई चाहिँ अझै अर्कै तरिकाले बनाउँछु भने सोचिराखेको थिएँ, तर त्यस सोचे अनुसारको चाहिँ यो हुन सकेन। त्यसको लागि क्षमा प्रार्थी छु र चाहिँ जे जस्तो छ हाम्रो घरमा भएका सबै कुराहरुलाई चाहिँ मैले चाहिँ आजको यो सर्ट भिडियोमा चाहिँ तपाई समक्ष पस्केर लिएर आएको छु। सो हाम्रो बारीमा भएका खेतीबारीका कुराहरु र फलफुल तथा तरकारीहरुको क्लिप रहनेछ। सो आज टोटली आजको यो सर्ट भिडियो चाहिँ हाम्रो कृषिसँग सम्बन्धित रहनेछ। हाम्रो बारीमा भएका खुर्सानीहरु हैन, तरकारीहरुको फलफुलहरुको चाहिँ मैले क्लिप लिएर आएको छु। सबै क्लिपहरुलाई चाहिँ छोटोमा चाहिँ जोड्ने प्रयास गरेको छु। सो किन भन्दाखेरि नत्र लामो हुन सक्छ हैन, लामो हुन्छ, त्यो भएर चाहिँ यसलाई चाहिँ छोटो तरिकाबाट चाहिँ तपाईहरुमा चाहिँ मैले चाहिँ पेश गरेको छु। आजको भिडियो कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट गर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब माई च्यानल युनिक टिभी है। सो सबैजनालाई माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला। बल्ल 65-66 सब्स्क्राइब पुगेको छ। अब 1K हाम्रो फर्स्ट टार्गेट भनेको जो पनि युट्युबरहरु हुनुहुन्छ उहाँहरुको टार्गेटै फर्स्ट टार्गेट भनेकै 1K सब्स्क्राइब र 4000 घण्टा हुन्छ। तपाईले बुझिहाल्नुहुन्छ युट्युबमा कन्टेन्टहरु अपलोडहरु गरिराख्ने भएपछि तपाईले पक्का नै बुझ्नुहुन्छ यो युट्युबर हो, यसले चाहिँ युट्युबमा केही गर्न खोजेको छ, केही गर्छु भनेर लागेको छ भन्ने हुन्छ। त्यसमा तपाईहरुको साथ सपोर्ट माया बिना पक्कै पनि त्यो मेरो सपना, मेरो त्यो कुराहरु चाहिँ पूरा हुन सक्दैन। त्यो भएको कारणले चाहिँ सबैजनालाई युनिक टिभीलाई सब्स्क्राइब गरेर जोडिनको लागि अनुरोध गर्न चाहन्छु र छोटो मिठो कमेन्ट पनि छोड्दिनु होला। र चाहिँ आजको यो मेरै घर वरिपरि रहेको अर्गानिक तरकारीहरु फलफुलहरुको चाहिँ क्लिपहरुलाई चाहिँ जोडेर चाहिँ मैले चाहिँ तपाईहरुलाई आजको यो सर्ट भिडियो अपलोड गरेको छु। कस्तो लाग्छ जस्तै कमेन्ट गर्नु होला र यस्तै भिडियो हेर्नको लागि सब्स्क्राइब गरेर नजिकै रहेको बेल आइकनलाई पनि प्रेस गर्नु होला। थ्यांक यू फर वाचिङ एन्ड सब्स्क्राइब माई च्यानल युनिक टिभी। थ्यांक यू सो मच। ओके, बाय बाय, सी यू अगेन।